मेरा प्यारो विद्यार्थी र नानी बाबीहरू, आज म तपाईहरूलाई वातावरणका बारेमा केही कुरा भन्न गइरहेको छु। वातावरण भनेको हाम्रो वरिपरि भएका बोट बिरुवा, नदी, खोला, पानी, हावा, विभिन्न वनस्पति र सम्पूर्ण जीव जनावरहरू हो। हामीले वातावरण मिलेर सफा गर्नुपर्छ। यदि वातावरण सफा भएन भने हामी जीवन सङ्कटमा पर्न सक्छ। सर, यो वातावरण कसरी बिग्रिन्छ? मलाई त कस्तो सुन्न मन लाग्यो, बताइदिनुहोस् न। धन्यवाद, धेरै राम्रो प्रश्न। अब ध्यान दिएर सुन्नु। वातावरण फोहोर भयो भने जथाभावी प्लास्टिकका टुक्रा फ्याल्नु हुँदैन। बिग्रेका गाडीहरू सडकमा चढाउनु हुँदैन। नदीहरू फोहोर गर्नु हुँदैन। त्यसैले वातावरण फोहोर हुन्छ। जतातता फ्याक्ट्रीका सञ्चालन गरेर धुरो आयो भने हाम्रो वातावरण सफा हुन्छ हुँदैन। मलाई पनि एउटा प्रश्न सोध्न मन लाग्यो। त्यसो भए हामी यसलाई कसरी सुधार्न सक्छौँ? सीता, तिमीले पनि धेरै राम्रो प्रश्न गर्यौ। अब ध्यान दिएर सुन। हामीले हाम्रो वरपरका वातावरण सफा राखे जथाभावी फोहोर फ्याल्नु हुँदैन। घर वरपर सरसफाइ गर्नुपर्छ। सडकमा बिग्रेका गाडीहरू चलाउनु हुँदैन। फ्याक्ट्रीहरूले धुलो धुवाहरूले गर्दाखेरि नै हाम्रो वातावरण बिग्रिरहेको छ। त्यसलाई व्यवस्थापन गर्नु पर्यो। वन जङ्गल जोगाउने अनि आफै सफा भइहाल्छ नि। मानिसहरूले हाम्रो महत्त्व बिर्सिसकेका छन्। हामीलाई एक गरेर काट्दैछन्। अब त बिस्तारै हामी पनि एक्लै भइरहन्छौँ। होइन त, रुख पनि बोलेकै छ। रुख कसरी बोल्न सक्छ? मलाई त आजै थाहा भयो। हो मूर्ख मानव, म रुख बोल्दैछु। म भएन भने तिमीहरूको जीवन सङ्कटमा पर्छ। तिमीहरू हावा कसरी प्राप्त गर्छौ? पानीको मुहान कसरी सुरक्षित गर्न सक्छौ? वर्षा भएन भने खेतीपाती कसरी गर्न सक्छौ? त्यसैले म भएन भने तिमीहरूको जीवन अन्धकारमय हुन्छ। ओ माय गॉड, हामीले पनि यस्तो कुरा कहिले पनि सोचेका थिएनौँ। ठिकै छ, अहिले पनि केही बिग्रेको छैन।
तिमीहरू सबैजनाले मिलेर एक-एकवटा बोट बिरुवा रोप्ने गर। त्यसपछि तिमीहरूको जीवन सुन्दर र हरियाली हुन्छ। हरूको क्रियाकलापमा निकै दुखी छु। जताततै फोहोरै फोहोर छ। नदी नालाहरू पनि फोहोरै फोहोर छ। रुख बिरुवाहरू कहीँ कतै छैनन्। अब त म बिस्तारै घटिसके। जहीँ तहीँ धुलो धुवाँहरू छन्। अब त म बिस्तारै घटिसके। अब म अन्धकार बन्दैछु। हे पृथ्वी माता, हामीले तपाईलाई कसरी खुसी बनाउन सक्छौँ? कुनै उपाय बताउनुस् न। त्यसो भए सुन, तिमीहरू वातावरण फोहोर नगर, पानीका मुहान र प्राकृतिकलाई माया गर। आजदेखि हामीहरू घर बारीहरू सबै सफा राख्छौँ। हरेक वर्ष हामीले कम्तीमा 2-3 वटा बिरुवा रोप्छौँ। हो, तपाईहरूले पनि सही भन्यो। अब हामी तिमीहरूलाई पनि साथ दिनेछौँ। हामी पनि तपाईहरूलाई साथ दिन्छौँ। त्यसो भए हामी सबैजना एकजुट भएर पृथ्वी र हाम्रो वातावरणलाई जोगाउनु पर्छ। हामी गर्छौँ। ल अब हामी सबै यही प्रयासबाट परिवर्तन गर्छौँ। सबै पात्र सिकौँ, रुख रोपौँ, वातावरण जोगाउँ। वातावरण जोगाऊ। हाम्रो पृथ्वी हाम्रो जिम्मेवारी भन्ने शीर्षकको नाटक मञ्चन गरिदिनु भएकोमा हाम्रा सम्पूर्ण कलाकार भाइ बहिनी विद्यार्थीहरूलाई हामी यस मनोकामना आवासीय विद्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। स्वच्छ वातावरण, स्वस्थ जीवन, रुख रोपौँ, पृथ्वी बचाऊ। Together we can make the earth cleaner. रुखले दिन्छ जीवनको सास, आउनुहोस् गरौँ यसको विकास। स्वच्छ वातावरण, स्वच्छ जीवन, रुख रोपौँ, पृथ्वी बचाऊ। सेभ अर्थ, सेभ लाइफ। रुखले दिन्छन् जीवनको सास, आउनुहोस् गरौँ यसको विकास।